अब बकम फुसे झुसे अब एउटा असाध्यै घात लाग्दो नयाँ कथा निकाल्नु पर्यो के को नयाँ काम साम गर्नु परेको छैन कथा मिलाउनु सक्दैन भएको एउटा टर्लिङमा त गाडी उडाउनु सकेन लगेर घात्राकै रोकिदिन्छ अब तिमीबाट यस्तो कथा सच्याउने काम हुँदैन त्यो कोदालो लिएर आऊ त बारी खन्नु पर्छ कोदालो उहाँ छ लु छिटो पर्सनालिटी अनुसारको काम दिनुपर्ने मैले पनि कहाँबाट कथा सच्याउने भनेर लुइन लाखे झुसे लाउ त अब यो सबै यो बाटा बारी यो जम्मै 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 खनेर सिद्ध भयो यो घामको रातमा प्रचण्ड तापमा हो त केही छैन मरुभूमिको गर्मी होइन नेपालको गर्मी त पचाइहालिन्छ नि ल ठिक छ यहाँ जम्मै खन्नु काम ठग्ने होइन फेरि उता माथि डाँडाबाट म हेरिराख्छु झुसेर काम ठग्ने धेरै बेर नगरौँ न यहाँ म यहाँ खन्न थाल्छु लु खन्न थालिहाल हौ त्यहाँ ठग्ने होइन नि म हेर्दैछु नि फेरि माथि बसेर होइन माग्ने काका के हेर्दा मादल बजाइरा ए खनिरहेको अहिले देखाएको छैन र अब यस्तो घाममा किन एक्लै भनेर पो सोधे त एक्लै देखायो भने साथी लाग्यो नि त बहिनी फुर्सद छैन है मलाई हौ झुसे को हो त काम गरिरहेको बेलामा किन खारी खारी डिस्टर्ब गरिरहेको हौ लाखे यो बटारेलाई कसले बटारेर लिएर आयो फेरि यहाँ मैले ल्याए होइन है यो आफै आयो नि मैले बोलाऊ जा जाऊ त्यहाँबाट अहिले फक्कै हान्दा भक्कै लडाइदिन्छु नि कस्तो खालको मान्छे रहेछ यो आइज ए विनाजु के गर्नु लाग्यो होइन हो लाखे मलाई सोध्न मलाई के गरिरहेको भनेर काम गरिरहेको बेला फेरि आउनु आउँछ त के बोल्नै नहुने हिँड्दाखेरि यसो बोलाएको पो त बोलचालले बन्द भएको त होइन नि भाग अहिले म आऊ वाक्कै दिएर भागकै लडाऊ खने छु है अहिले भाग भने छुट्दैन अब यताउता नहेरिकन काम गर्ने त्यहाँ झुसे एउटालाई काम गर्नु राख्यो शाखा सन्तान आएर डिस्टर्ब गरेर के हो पक्ने बा माग्ने मामा कहाँ छन् माग्ने मामा के खान्छ यो माग्ने मामा अब यस्तो माग्ने मामालाई भेटेर गफ गर्नु छ क्या ए लाखे तेरो माग्ने मामालाई अहिले भेटाइदिइहाल्छु चलाई म कान्छीको छाता ढल्काइदेऊ खम्पर निधारेमा ल ढोका त लगाएर पो छ त म 3 हप्ता के सदरमुकाम गएको थिएँ छैन कि हो ए तमसुरी तमसुरी ए तमसुरी कहाँ गयो ए तमसुरी म घरमै छु त कति गरेर राखे भने नरिसा न नरिसा ल यो 55,000 ला यो राख बोकेर सदरमुकाम जानु मात्रै भयो नि यसपालि अलैँचीको भाउ नै रहन्छ यो पैसा राम्ररी ट्याङ्कामा लगेर राख अरूले देख्लान् छापौला आज तिमीले भने जस्तो पाउजी लाउने भयो पैसा नआएर के भएर सिन्ताली दिमागले आउँछ के पाउजी दिमागले आउँछ कसको तिम्रो दिमागले त चोरी केही ठगिया पैसाले त लाउँदिन म पाउजु साउजु मेरी आमा के भने त्यस्तो हेर सिन्ताली चोरेर ठगेर पाउजी लगाइदिन लाग्यो हो रहेछ भने अहिले म यहाँ पुग्लुकै मरिजाउँला अनि कसरी लगाइदिन्छौ नि जसरी भए पनि लगाइदिन्छु है हेर सिन्ताली तर तिमीले चाहिँ मैले भने मान्नु पर्छ के कुरा चाहिँ अहिले भन्छु त्यति गरे भने पाउजी आयो सिन्ताली आयो ल ल हुन्छ त्यो डालीको छोरी भयो
कुनै पनि हालतमा तिमीलाई हुँदैन मैले तिमीलाई अर्को राम्रो त्यतिसम्म तिमी यो घरमा निक्लिनु भएन नि मैले थाहा पाएँ भने खुट्टा भन्ने चुप लगाएर घरमै बस्ने त्यहाँ लु आऊ झुसे हौ यो पनि आफ्नै हो यो सबै आफ्नै होइन त यो तलदेखि माथि उठी जम्मै आफ्नै हो यो अब खनेर बस्छ तिमीले यहाँ घरिको पनि मान्छेसँग बोलेको छ घरिको पनि मान्छेसँग बोलेको छ काम गर्नु छैन हो पनि भन्नु सक्दैन म जानी बोलेको छु अब आएर बोलेपछि किन बोल्नु आफ्नो काम छोडेर म त बोल्दिनँ भनेकै हो बाटो छेउमा लाएर खन्न राख्नुहुन्छ अब जो पनि आएर बोलाउँछ अब बाटो छेउमा पनि होइन यहाँ मान्छे पनि आउँदैन बाटो पनि होइन यहाँनिर यो बाटो खेत जम्मै खनिसक त कस्तो सन्तानहरू उहिले खनेर यहाँ गाउँसँग छाड्नु पर्दैन होइन यहाँ कान्छा चाहिँ छोरालाई घर बनाइदिने भनेको थियो त्यो नआउने भयो लन्डनबाट यो गर सबै तँ गरिहाल त बोल्ने होइन है मान्छेसँग त्यहाँ ल किन बोल्नु मैले रहरले बोले खारे बेलामा म हेर्दै गर्छु नि फेरि मेरो आँखा त सीसीटीभी क्यामेरा जस्तै हो बुझ्दै गर्नु हौ लाखे नम्बर हिसाब सेवारो अनि सलाम सेवारो हौ लु है नम्बर हिसाब के कति कामले पो पाल्नु भयो त्यो माग्ने बुढालाई फेरि भेट मलाई आएको म माग्ने बुढालाई भेटौँ किन के विषयमा एउटा सल्लाह थियो सल्लाह माग्ने बुढासँगको सल्लाह भनेको त खरानीको डल्ला गइसक्यो नि माग्ने बुढा त हिजो अस्तिको दिनै हिँडेको अहिले त चरीकोट के लाखे यति बेला त उहाँ सोलु खुम्बु पुगिसक्यो नम्बर गइसक्यो ल नम्बर हिसाब सलाम हजुर सलाम है सेवार हजुर ल नम्बर हिसाब धेरै पछि भेट भयो घ्याम्पा जत्रै पेट भयो त्यसका बाजेको घरमै पो भेट्न आउन थालिसक्यो त मान्छेहरू के भएको बारीमा पो काम गर्दैछ कि छैन तिमीलाई कति खोज्नु हामीले काममा त्यो ढुङ्गो मैले साथ सारेर जग्गा मिचेर मैले तैँले मिचे होइन तीन हात यता कसरी सर्यो सिमलको रुख छ नि मिनाजु सिमलको रुखबाट अलिकति परतिर राखेको ढुङ्गो मैले सारेर उसको साथ 3 हात सारे छस् तैँले 3 हात सारेर 3 हात सारे छस् तैँले 3 हात कहाँ सारे भन्दाखेरि तैँले सारे हो कि मैले सारेकै होइन त त्यो आफै सर्छ त्यो ढुङ्गो आफै सर्छ रातभरि सुतेको छु अघिल्लो दिन काम गरेको रातभरि सुतिरहेको थिएँ ढुङ्गो सर रे अब मैले साथ सारे भनेर आरोप लाएर जग्गा मिच्दा यहाँ दाइसँग कुरा गर्न लाखे कहाँबाट आयो फेरि अरू झुसेहरू मलाई भन्ने हो क्या उनीहरूलाई भन्नु न अब उनीहरू आफै आइरहेछन् म एक शब्द बोले होइन के खानु बोल्नु काम गर न खुरु काम गरेर मात्रै भन्नु यहाँ मान्छेको पारिवारिक स्थिति पनि बुझ्नु पर्यो नि त मैले साथ सार दिएँ मैले साथ तैँले सारे होइन लाखे त दुईटा माथि आइज त म मिलाउँछु तिमी नगराउ है दाजुभाइको कुरा यहाँ ल त यहाँ कुरा गर त्यो साथ मैले सारेको हो कि होइन रातो ढुङ्गो थियो अरे रातो ढुङ्गो खुद मैले गाडेको थिएँ रातो ढुङ्गो खुइलेर यति माथि नहेर न के माथि हेर तिम्रो बाबु हो त दाजुभाइको कुरा भइरहेको बोला न साथ मिच्यो भनेर मिचेर एकचोटि बोल्यो कस्तो खालको मान्छे रहेछ यिनीहरू त ढुङ्गो कहाँनिर छ ढुङ्गो 3 हात पर छ 3 हात पर छ ढुङ्गो 3 हात पर सिमलको रुख भन्दा 3 हात पर एकछिन बोली है एकछिन है माफी चाहन्छु ल ढुङ्गो कति छ रे 3 हात पर सिमलको रुख भन्दा 3 हात पर पहिला कति हात कता थियो 3 हात वर थियो कहाँ हुनु तिमीले कहाँ गाडेको थियो साँच्ची तिमी अहिले वर छ 3 हात वर थियो तिम्रो साथ तिम्रो यता जान काम गर्नेलाई काम गर्नु दिएर के साह्रो हल्ला गरिपरेको किन बोले बिचमा किन बोले दाजुभाइको सल्लाह उ सालो नजिकको म पनि भाइ हो मैले राति सुतेको ठाउँमा साथ सार दिए अब हो कसरी सर्छ कसरी सर्छ सुतेको बेलामा आनन्द सुत्न छोडेर तिमी त साथ सार्न कुद्छु होला म जाऊ न मिला हो यहाँ मलाई कस्तो टेन्सन दिया होला हैन त्यो रोक त यो यहाँ राख त त्यो ढुङ्गो कसरी सर्यो भन्दै त राख न राख एकछिन ढुङ्गो कसरी सर्यो ढुङ्गो मैले सारेको होइन मरिजाउँ बरु हिँड त तिमी हेर्न हिँड त मलाई साथ सारो भनेर आदत लाएर बेपत्ताको मान्छे एकछिन यो समाजले गर्ने म मिलाएर आइहाल्छु तेरो छिटो खन्ने गर्ने बरु खन्ने कस्तो खालको मान्छे रहेछ काम गर्दै थियो दुईटा सालो र भाइ आएर फुक्का यस्तो त छ काम गर्ने मान्छे कस्तो खालको मान्छे रहेछ प्वाक्कै दिएर भागकै लडाउनु पर्नेहरू
ओ मुस्कान पासा पारेमा आउनुहोस् बसमा आउनुहोस्। एकछिन भयो मैले रेडियो बन्द गरेर ल्याउँछु हुन्छ। तिमीले के भनेको अरे? मैले तारेमा मुस्कान पासा भनेको। तारे माम भनेको? तारेमा भनेको। म त यता गीत सुन्ने भएर भयो तारे माम गरेको बिर्सेछु भनेको। कति हाँस्ने म त हाँसेरै मर्ने भयो। एकताल फेरि गरेर ले त। तारेमा मुस्कान पासा। तारे माम हो आजकल 3-4 दिन भयो मलाई गीत नसुनिकन चित्तै नबुझ्ने भयो भनेको। चित्तै नबुझ्ने मलाई अहिले जतिखेर पनि यो रेडियो सुनेको सुने गर्नुपर्ने। अहिले 2-4 दिन भयो त्यस्तै भइरहेको छ भनेको। तिम्रो छोरी निर्मली घरमा छैन कि क्या हो भए? मैले त यादै नगरिरहेको भए अस्ति बाटोमा देखो कसैले म त छक्कै पर्यो भनेको। साह्रै ठुली भइसकेको रहेछ भए तिम्रो छोरी त। त्यही त भने अब बिहे गरिदिनु पर्ने। मुस्कान पासाको नजरमा कोही केटा छन् त? यत्रो ह्यान्डसम केटा भए अगाडि नै उभिरहेको छु। केटा खोज्यो भन्छ भए जो बाछीलाई बिहे गरेर दिनु हुँदैन भए। यो गाउँमा तिम्रो छोरीलाई मिल्ने खालको केटै म देख्दिनँ। अब अहिले बिहे गर्नलाई तिमी नहटारी बुझ्यौ? ओहो मुस्कान पासा नमस्कार है। नमस्कार। नमस्ते। यो रेडियो समाचार हो मैले स्वादले नमस्ते गर्न पाएन। नमस्ते हो। अनि सन्चै? अघिसम्म त सन्चै थियो हो अब चाहिँ बिरामी भेर ल्याउला भन्ने डर हुने भयो होइन के सन्चै र बिसन्चै भनेर उहाँ पर्छ। उहाँ मुस्कान पासा चिया खानुहुन्छ होला त्यहाँभित्र गएर चिया भन त। मैले चिया खान छोडिसकेको भए चिया खान पनि छोडिसकेको। दुःख गर्नु पर्दैन नानी। ल तपाईँहरू गफ गर्दै गर्नु म माथि गएँ है। ल बाई। मेरो त मुतुमै छोरो ल्यायो भन्थ्यो एउटाले भए तर तिम्रो छोरी चाहिँ साह्रै गतिले जन्माएको भए। तिम्रो यो छोरी सम्झिँदा त मलाई त हाँसै उठेर आउँछ भनेको। कति हाँस्ने होला मुटु हाँसेरै मर्ने भयो। मुस्कान पासा के यो छोटी मुख लाएर हाँसेर एकचोटि राम्रो दिमागको डाक्टर देखाएर नक्कली दाँत भए पनि हाल्नु न। नकली दाँत त नलाउने भयो म त। किन? पहिला एकताल लगाएको थियो दाँत लाएर टक्क घरमा बसिरहेको थिएँ। त्यही बेलामा एउटा साथी आयो भए। साथी आएर मलाई त्यो हम जाएगा हो कि त्यो तु जाएगा भन्ने त्यो जोक सुनायो भए। म त्यो जोक सुनेर खट्टै हाँसेछ भए। खट्टै हाँस्ने भएको डाँट उछिटेर गएर त्यसको नाकको डाँडी थनक्कै भाँचियो भनेको। 10,000 रुपियाँ क्षतिपूर्ति तिर्नु पर्यो मैले। त्यो दिनबाट मैले यो नकली दाँत नलाउने विचार गरेँ भए। अहिले यो दाँत नहुँदाखेरि बरु मलाई आनन्द भएको छ भए। बाटोमा हिँड्दाखेरि भए तरुणीहरूले पसको इस्माल राम्रो बनेर ल्याउँछ भनेको। कति हाँस्ने मुढा हाँसेरै मर्ने भयो। बाजिया कति हाँसेको हेर्न हाँस्दा भुँडी फुटेर मर्ला नि फेरि। क्या निर्मली म भने पनि टिभी हेर्न आउँछ है तिमी कहाँ? म त हेरेको भयो हाँस्नै सकेन भनेको। काम त गर्दै रहेछ है अहिले। लाखे भिड त फुस्किएको छ त के गर्दैछ झुसे उतापट्टि फर्केर। अब पछिल्लोचोटि बजार जाँदाखेरि ल्याउनु पर्छ क्या। बाङ्ग्रेले पनि त्यो
जुत्ता भनिरहेको छ जुत्ता पनि ल्याउने त्यो पनि एकैचोटि गर्नुपर्छ औ लाख है के गरेर खनेको नि अघि बिर खुस्किसके अच्छा के गरेर खन्छ यो के गरिरहेको कुन बेला खुस्के छ घरि किन उता फर्के औ लाख है त्यसका बाद झुसे मात्रै भने त झुसी पनि रहेछ नि त यहाँ र पो घर सल्लाह गर्दो रहेछ तिमी चाहिँ के खानु आएको नि पत्र स्वरले सातो जानी गरेर करा भाइ आफ्नो बुढालाई यसो भेटेर गफ गर्न नि नपाउनु के खानु आइरहेको त यहाँनिर काम गर्नु दिनु पर्दैन अब तिमीले कहिले छुट्टी दिएर घरमा भेट्न पठाउँदैनौ त अनि बुढालाई यसो भेट्न आउनु पर्यो नि त उहाँ विदेश गएका मान्छेहरूलाई त उहाँ बुढी भेट्न आउनुलाई 6 महिनामा वर्ष दिनमा सारी चोलो के बोकेर आउँछन् म चाहिँ यी कति पनि भेट्न नपाउनु कि क्या हो मैले बोलाएको चाहिँ होइन है फेरि आफै आकी हो नि फेरि तिमी पनि जानिन है उहाँ माथि डाँडाबाट हिँडेर बेला तिमीले सुसेलेर बोला होइन बे बरु यसो गर्नु क्या बुढाले दिनभरि काम गरिहाल्छन् बेलुका यसो 4-5 घण्टालाई पठाइदिनु नि बुढाबुढीलाई न्याह्रो लाए हुन्छ न्याह्रो मेटिन्छ गफसफ गर्छौँ दुःख सुखका कुरा हुन्छन् बिहान त आइहाल्छन् नि काम गर्नलाई हौ के साह्रो बिना पत्ता कुरा गरेको घरमा काम गर्ने मान्छेको बिदा हुन्छ सरकारी कर्मचारी हो कस्तो खालको कुरा गरेको अस्ति काममा राख्ने बेलामा तिमीलाई मैले बिदा हुन्छ भनेको थिएँ झुसे यसो गरौँ त्यो बेला कुरा थिएन है यो शनिबार चाहिँ हाफ छुट्टी भनिदिउ न अहिले पक्कै दिएर भक्कै लडाइदिन्छु है म भन्दैछु नि कस्तो जिस्केको होइन शनिबार मिल्दैन कहाँ मिल्छ त शनिबार भात खानु पर्दैन लुगा धुनु पर्दैन यसो गरौँ त्यसो शुक्रबारको हाफ छुट्टी गरिदिउँ नि त छुट्टी चाहिँ के खान्छ यो अब बुढीले उहाँ छुट्टी चाहियो भने छ त अनि उहाँ यही छुट्टी नमिलेको कारणले बुढाबुढीको चाहिँ उहाँ बिछोड होला भन्ने डर भइसक्यो यहाँ कस्तो खालको अहिले काम गर भरे सल्लाह गरौँ लु काम गर अहिले तिमी गइहाल त घर अलि माथि गएर बसे डिला के खानु डिलमा बस्नु फेरि अहिले डिलबाट लडाइदिन्छ कुरा सिद्धिसक्यो हो जाऊ यो बिड चाहिँ अडिनी गरिदिनुहोस् त अब यस्तो बिड यस्तो कसरी अब यहाँबाट हाल्दा सिधै तल जाने अब यस्तो बिडमा कसरी खन्ने मिलाएर गर्नुपर्छ नि सबै मैले मिलाइदिनु अब ल यता हाल अब उता फुत्तै चाहिँ किन निकाल्नु त अब भयो लु ल काम गर ल जय बजरङ्ग बली अस्ति त पासाको छोरालाई भिडाउन लागे भनेर धुर्मुसी र सुन्तलीसित खुब रन्किन भएको थियो त आज त्यही पासाको छोरो टिभी हेर्न मुन्टिएर छ नि मैले बोला हो त आफै आएपछि के गर्नु त आउँछ आफै मलाई त म भेट्दा हेर्न त्यो टिभीलाई दोबाटोमा लगाएर फुटाउन सकिनछु भने त 8,000 पो पर्यो हो त म अर्कै विकल्प सोध्छु एकदम सुनि यो सुकुलमा छेटे ज्वाइँ छोरीलाई ल तान्नु ल बसौँ बिस्तारै राख है धेरै कसैले ल्याएपछि गाह्रै हुन्छ ससुरा बाबु त सदर मुकाम गएदेखि त न्यास्रो लागेर म त झन्डै मर्या भने राति पनि बरबराउने थालिसकेका रहेछ अब टाढाको ससुराले आइरहन पनि पाइँदैन मैले धेरै बोलिसके जस्तो छ कसैले निकाल न कसैले भइहाल्छ नि झ्याप्पै ल्याइयो आदि सासू आमालाई तरकारीमा हाल्नलाई चाटनी बनाएर खानेर हुन्छ हाम्रो प्याज तरकारीलाई नै हो लसुन ठुलो पाइएन यो आलु चाहिँ अब ससुराबाको गाला पनि चाउरी पर्या भयो र अनि यो चाउरी परेको आलु चाहिँ त्यही देखेर लिएर आएको बाला यसो पिरो मन पराउनुहुन्छ भने ल्याइदिए यो स्याउ चाहिँ अब यो दुईजनाले मिलाएर खानु होला अब स्याउ अब मगो छ बिर्सिए त धुर्मु यो आङ्गुर बालाई मुन पर्छ नि त नहेर्नु न
दुखा गरेर ल्याएको छ ला दुर्मो केराको गुदी खुवाइ त अनि अघि तिमी मेकअप गरेर आफूलाई ढिलोमा भनेर मलाई भोक लागेर मैले त केरा त खाइदिएँ त यो बोक्रो भए पनि देऊ न बाले मिलाएर खाइहाल्नुहुन्छ नि हजुर पानी उहाँको जिस्किरानी बानी छ भने पटक्कै मुन पार्दैन मलाई त ल ल्याएको कसैले चाहिँ यति नै हो है अब उहाँले बुझिसक्नुभयो है हामीलाई आज एकदमै हतार छ क्या त्यस्तै काममा जानुपर्ने ल अब हामीलाई टिका लाएर त्यही 4-5 हजार जति पैसा दिए भइहाल्छ नि भइहाल्छ नि ज्वाइँ साहब यत्रो कोसेली लिएर आउनु भएको छ दक्षिणा त राम्रै दिनु पर्ला नि ए चम्छुरी यता कति दक्षिणा दिने अलिअलि त दिनै पर्ला नि दसैँपछि पहिलोचोटि आइरहेछन् जा माथि ट्याङ्काबाट झिकेर ल्या जा पालिदिए आयो सिन्ताली आयो छिटो आयो एकदम छिटो ज्वाइँ साहब अब धेरै पछि सवारी भएको छ ससुरालीमा आज यतै बस्नु पाए हुन्थ्यो होइन आज नबस्नु अलि हतार छ कि आज यिनको त्यस्तै छ क्या पैसा छैन ट्याङ्का त जित्दै छ होइन के भन्छ यो हो बुढा छैन पैसा त्यत्रो 55,000 कसले चोरे त 55,000 हामीलाई त त्यत्रो 55,000 त चाहिँदैन थियो कि त्यो 55,000 चाहिँ अहिले खोज्दै गर्नु हामीलाई चाहिँ यसो 5,000 जति भयो कहीँबाट खोजेर दिनु न हतार छ के झुसे कहाँ गएछ फेरि झुस यताबाट पाउँदैन यहाँ बस त लु अब तिम्रो चाहिँ हिसाब गरिदिनु पर्छ बारीमा काम लाउँदा पनि राम्रोसँग गर्नु छैन घाम हेरेर काम गर्छ अब यता कथा बिग्रिँदा कथा मिलाइदेऊ है भन्दा पनि कथा मिलाउनु सक्दैन अब तिम्रो हिसाब गरिदिनु पर्यो कति महिना अब काम गरे 1 महिना भएन 1 महिना भइसक्यो भइसक्यो चाहिँ 28 दिन अस्ति हो अनि ला केही भनेपछि ल तिम्रो 3,000 पाकेछ 3,000 चाहिँ तलब मात्रै हो अनि तलबदेखि बाहेक अरू के दिनु त ओभरटाइम गरे छैन ओभरटाइम चाहिँ कहिले गर्यो कहिले गरी रे अनि बिदाको दिन जति सबै ओभरटाइम होइन त 1 महिनामा 4 दिन बिदा हुन्छ नि त नि अब बिदाको दिनको चाहिँ नि दोब्बर तलब हुन्छ भनेपछि नबिदाको 100 थियो दिनको भनेपछि बिदाको दिनको 200 4 दिन बिदा 800 त थप त्यहाँबाट आउँछ नि त 3800 लु भइगयो 3800 लैजाऊ त्यसपछि लान्ठै साफ हो यो त अनि नाइट ड्युटीको हौ डे ड्युटी त राम्रोसँग गरेको छैन नाइट ड्युटी कहिले गर्यो कहिले गरी रे राति यहीँ बसे खाइन त ल उहाँ मेरो सर मामाको नाति छ अब घरवाला चाहिँ नि त्यो ग्रिन कारमा कि केमा चढेर विदेशतिर गएछन् हौ ग्रिन कार होइन हो ग्रिन कार्ड होला क्या त्यही कारमा चढेर चाहिँ विदेशतिर गएछन् अब घर कुर्ने मान्छे भएन घर कुर्ने मान्छे नभएपछि ल यो घर कुर्दियो है त्यसलाई यहाँ सुद्या मात्रै 5,000 भनेछ नि दिनभरि अन्त काम गरेर 10,000 कमाउँदो रहेछ अब बेलुका सुद्या 5,000 अब यहाँ त्यस्तो कति सुत्यो त्यो हिसाब चाहिएन अब यो गाउँको घरमा सुतेको अब 5,000 दिन त भन्ने मिल्दैन मिलाएर 35,000 दिन्न तलबै जम्मा 3,000 भनेर लिएर आएको अहिले सुतेकै छुट्टै 3500 भन्छ त फेरि के भएको ए साँच्ची नाइट ड्युटीको त हिसाबै गर्नु बिर्सेछ हौ लाखे तैँले के चाहिँ काम गरेको छौ नाइटमा र नाइट ड्युटी राति त्यो पानी तिर्खा लायो पानी सारिदियो भन्दा पानी सारेर ल्याएर दिएको छैन अनि त्यहाँबाट चाहिँ राति चर्पी लायो भन्दाखेरि चाहिँ उहाँ 17 कोष पर चर्पी छ अगुल्टो हल्लाउँदै सँगै गइदिएको छैन राति को आयो भन्दा ढोका खोल्न गइदिएको छैन त्यो सबै नाइट ड्युटी होइन हो अनि त्यसको पनि पैसा त्यसको नि पैसा रे उहाँ सहरा एकचोटि हाकिम आउँछ गेट खोलेर हाकिमलाई सलाम ठोक्ने त्यसपछि फेरि हाकिम जान्छ सलाम गर्ने गेट लगाइदिने त्यतिको त 10,000 रुपियाँ दाम आउँछ 2 चोटि सलाम गरेको ठ्याक्कै 10,000 रुपियाँ दाम छिट्रिक्कै यो साँच्ची बोनस त भन्नै बिर्सेछ हौ मेरो कम्पनी नाफामा गएको छ र बोनस दिनु म आउँदाखेरि भन्दा 10 किलो बढी मासु ज्यानमा लागिसक्यो यो भन्दा बढी कति नाफामा जानु पर्यो कम्पनी भयङ्कर नाफामा छ जोहेर हेर्नु पर्छ हौ लाखे जम्मा 3,000 दिने महिनाको भनेर कुरा गरेर लिएर आएको अब अहिले राति सुतेकै 3500 भन्छ 800 रुपियाँ छुट्टीको भन्छ फेरि उता गेट खोलेको र लगाएकै 10,000 भन्छ
फेरि राति सुतेको 5,000 आयो जम्मा गरेर त अनि 25,000 भन्दा उँभो नाग्यो त। कम्पनीको जम्मा पुँजी भन्दा पनि तँलाई दिनुपर्ने पैसा धेर आयो त। यत्रो धेरै त म दिन सक्दिनँ है लु। ए नदिएर सेवा पाउनुहुन्छ? हाम्रो युनियन छैन या कर्मचारी युनियन छ नि त? अब युनियन पनि छ। को छ युनियन? युनियनमा सदस्य त म एक्लै, म भएपछि भइहाल्यो नि। अनि नाम के नि युनियनको? नेपाल तक्मे बुढो घरेलु कामदार सङ्घ। अनि मेरै नामको बनाउनु पर्छ त? तपाईँ कहाँ काम गरेपछि तपाईँको नाम हुँदैन त? अस्पतालमा काम गर्ने कर्मचारीहरूको अस्पताल के कर्मचारी सङ्घ भने के हुँदैन त? कस्तो खालको? ल हेर्नुहोस् है, ए माग ओभर टाइमको छुट्टै पैसा चाहियो। घरेलु कामदार 1 हौँ। हप्तामा 7 दिन बिदा दे। हप्तामा 7 दिन बिदा हुन्छ? मिलायो भने मिलिहाल्छ नि। नाइट ड्युटीको पैसा ले। धेरै छ, बोनस पनि चाहियो। अब यति माग छ। अब माग पुरा भयो भने ठिकै छ, भएन भने पहिलो चरणमा यो यहाँ मर्तेला हाल्ने, त्यस पछाडि यो राके जुलुस छ भरे। अनि राके जुलुसले पनि तेरेन भनेदेखि भोलि दिउँसो चाहिँ 12 बजे यहाँ दोबा त्यहाँ पुतला दहन कार्यक्रम छ। तिम्रै अनुहारको पुतला बना। हौ झुसे खाना फेरे त यहाँ आउ त। हौ तिमीलाई मैले यत्रो पैसा दिनै पर्ने भयो? दिनै पर्ने नै हुनसक्थ्यो, तर त्यति साह्रो बैगुनी त छैन नि हो म पनि। अनि तपाईँले नै अनि त्यो पैसा हाल्दै त्यत्रो गीत गाएर मेरो कीर्ति फैलियो होइन त? त्यो गुण त बिर्सिया छैन नि त। भेरी गुड भेरी गुड। यस्तो पनि हुन सक्छ है भनेर ठट्टा गरेको। भोलिदेखि 3,000मै काम गर्छु। भेरी गुड। ल ठिक छ, अब लुजौँ त। कसलाई कथा सुनाउने? गाउँतिर जाउँ? लु गाउँमा जाउँ। जो भेट्छ त्यसलाई पेट समाएर म सुनाइहाल्छु, बिचमा बिग्रेको मिलाइहाल्छु। ल जाउँ। तेरो आर्थिक अवस्था कस्तो छ बुझ्न नपाइने धेरै भइसक्यो हेर। अब अन्त कारोबार गर्न जाउँ त। अब भन्दा चोरी सौरिस भनी पिर मुलाई सधैँ तैँसँग कारोबार गरिरहन्छ। यता सुन्न भने मेरो त्यो नाति पर्केले यो हरियामा यो जुत्ता लगाएको 2 वर्ष भयो, फाटेर यस्तो भइसक्यो। यो जुत्ता किन्यो भनेर कसरत गर्यो। अब आफूसँग बस्यो भने त्यो एउटा नाति हो, त्यसले भन्दा कसरी नमान्नु। के भएर एक ठाउँ फेरि त्यसलाई यो जुत्ता किन्नु पर्ने 1000 होला त? आफ्नो ट्याङ्गाबाट 55,000 हालेर कति पिर परिरहेको बेलामा 1000 बाँचे छैन मसँग। त्यत्रो 55,000 कलेज चोर होला त? तपाईँको पैसा चोर्ने चोर समातिसक्यो। यो मुला साग बल्छीले चोर्या मेरो पैसा। पैसा चोरेर भाग्दै मैले च्यापो समातेर ल्याएको हजुर। मैले पैसा उहाँ असै साहबलाई फिर्ता गरिसकेँ। लिनुहोस्। धन्यवाद है कार्की भाइ। धन्यवाद कार्कीजीलाई मात्र होइन, धन्यवाद तपाईँको ज्वाइँलाई पनि दिनुहोस्। तपाईँको ज्वाइँ र कार्की दाई मिलेर यो चोरलाई समातेर ल्याएको। धन्यवाद है ज्वाइँ साहब। अघि दक्षिणा दिन पाइएन हजुरलाई, अहिले जे माग्नुहुन्छ त्यही टक्राउँछु ज्वाइँ साहब। साँच्चै हो? साँच्चै हो हजुर, साँच्चै हो। सिन्ताले त्यो बल्छी धिर्मेले ससुरा भएको पैसा चोरेर छ। पुलिसका लगेर बुझाइदिएका ससुरा खुसी भएर पाल्जी किन्ने पैसा दिए। तिमीलाई पाल्जी आयो। छम 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 तिमीले बाउजू बजाउँदा गाजलु अखाले झन् मस्केर हेर्दा भुतुकै भए भुतुकै भए। तँलाई चोर 1-2 डन्डा नआनिकन त कहाँ छोड्छु तँलाई? हजुर भित्रबाट कल बास लिएर आउँदा। ए भगवान,
यो धुर्मुसीले फसायो। अब पैसा चोर्ने चाहिँ ऊ, चौकीमा फैन चाहिँ म। अब मैले चोरे हो भन् तँलाई म तुरुन्तै छुटाइहाल्छु, त्यति गरिस् भने 25,000 दाम पनि दिन्छु भन्यो क्यारे। अब अहिले यहाँ चौकीमा जा के ऊ आउँदैन, के चाहिँ गर्ने होला अब। एकछिन यता आउनु त। के कुरा? खास कुरा के भने नि, यसलाई छाड्दै नछाड्नु, कुरा बुझ्नुभयो? छाड्दै नछाड्नु, यही भन्न लागेको हात है। ल ल ल कसरी यस्तो भयो? कार्की भन्ने मान्छे आएर मलाई बाहिर त्यसलाई लिएर गयो।